हेलो सबैजनालाई नमस्कार। मेरो यो नयाँ भ्लगमा यहाँलाई स्वागत छ। म चाहिँ अहिले साँचो लगाइ गरी ढोकामा बाहिर निस्किँदैछु साइकलमा। अहिले चाहिँ मैले लिफ्ट चढेँ। अब म यहाँको चाहिँ बेसमेन्टमा जाँदैछु। यहाँ चाहिँ यु लेखेको छ। यो भनेको चाहिँ अन्डरग्राउन्ड हो। अन्डरग्राउन्ड। हामी चाहिँ एक तलामा बस्छौँ। यो चाहिँ अफचुक हो। यसलाई चाहिँ लिफ्ट भन्छ। लिफ्ट हो, जर्मनमा चाहिँ अफचुक भन्छ। म यहाँ छु। अब चाहिँ यताबाट बाहिर निस्केर म चाहिँ बेसमेन्टको साइकल राख्ने ठाउँमा जाँदैछु। ढोका खोलेँ। म चाहिँ ढोका खोली गरी यहाँ तल आएँ। यो चाहिँ मेरो साइकल हो। साइकल चाहिँ मैले यहाँ डबल साँचोले बाँधेको छु। एउटा यसले किन नर्मली चाहिँ साइकल यत्तिकै राख्यो भने चाहिँ यहाँ जर्मनीमा चाहिँ एकदमै चोरी हुने चान्स बढी हुन्छ। त्यसैले चाहिँ साइकल बाँधेँ। अब म साइकलमा चाहिँ यो क्यामेरालाई राखेर अनि बाहिर निस्किन्छु। आज चन्द्रग्रहण पनि रहेछ। हेरौँ चन्द्रग्रहणको पनि अवलोकन गरौँ है त। यसरी चाहिँ यहाँ अरूको साइकलहरू पनि राखिएको छ। यसरी राखिने गरिन्छ साइकलहरू। तलपट्टि अन्डरग्राउन्डमा एउटा छुट्टै रुम हुन्छ। अन्डरग्राउन्डमा चाहिँ साइकल राख्ने त्यो चाहिँ मेरो वाइफको साइकल हो अगाडि देखिएको। यो चाहिँ मेरो हो। बेसमेन्टबाट साइकल निकालिसकेँ मैले। अहिले चाहिँ म बाहिर छु। अहिले घाम लाग्दैछ। अब म साइकलमा एकछिन बाहिर निस्कन्छु। अगाडिपट्टि चाहिँ यहाँ चाहिँ यो बुजिगन प्यालाइज देखिँदैछ। यसलाई चाहिँ बुजिगन प्यालाइज भन्छ। हामी चाहिँ ठ्याक्कै यसको ठिक अगाडितिर बस्छौँ। यो चाहिँ ओफनबाख भन्ने ठाउँमा पर्छ। अगाडिपट्टि चाहिँ यो यस्तो ठाउँ छ। यता अगाडिपट्टि चाहिँ यो बच्चाहरूलाई चाहिँ खेल्ने बारुवा हालेर खेल्ने ठाउँ बनाइएको छ। बच्चाहरू खेल्ने ठाउँ यो। बच्चाहरू खेल्ने ठाउँ। अगाडिपट्टि चाहिँ त्यहाँ समरमा प्रायः जसो प्रोग्राम हुने गर्छ। अहिले चाहिँ म साइकलमा घरबाट बाहिर निस्केर चाहिँ यता बाटोमा आइपुगेँ। अब अगाडिपट्टि चाहिँ एउटा खोला छ। माइन खोला भनिन्छ यसलाई चाहिँ। अहिले चाहिँ म यो रातो बत्तीमा पहेँलो बत्तीमा चाहिँ कुरिरहेको छु। यो रातो बत्ती बलिरहेको छ, त्यसैले जान पाउँदैन म अगाडि। गाडीहरू आउँदैछन् यताबाट। अगाडिपट्टि खोला छ र म चाहिँ यहाँ कुरेर बसिरहेको छु। अब यो हरियो बत्ती बलेपछि चाहिँ म बल्ल क्रस गर्न पाउँछु। यदि मैले रातो बत्तीमा क्रस गरेँ भने चाहिँ र पुलिसले देख्यो भने चाहिँ मलाई 30 रुपियाँ 30 युरो चाहिँ जरिवाना लगाउँछ। यो अगाडि चाहिँ निकै गाडीहरू पार्क गरेर राखिएको छ। यो ठाउँलाई चाहिँ माइन उफर भनिन्छ। यहाँ चाहिँ पार्क गर्ने ठाउँ हो गाडीहरूको। र अगाडि चाहिँ अब साइकलको बाटो छ। यहाँ चाहिँ यो चाहिँ साइकलको बाटो मात्र हो। यहाँ चाहिँ साइकलमा ट्राभल गर्ने मान्छेले मात्रै युज गर्न पाउँछन्। र मैले चाहिँ यही बाटो युज गरेर चाहिँ अब फ्राङ्कफुर्टतर्फ जाँदैछु। साइकलमा हिँड्ने मान्छेहरू देखिँदैछन्। यहाँ चाहिँ दैनिक जीवन जर्मनीमा चाहिँ लगभग साइकलमै मान्छेहरू यात्रा गर्ने मान्छेहरूको भिडभाड बढी हुन्छ। यहाँ देख्न सक्नुहुन्छ साइकलमा चाहिँ धेरै हिँड्ने मानिसहरू छ। म अहिले यो हाफेन प्लेसमा आइपुगेँ। यो ठाउँलाई चाहिँ हाफेन भन्छ। हाफेनको अर्थ हुन्छ सिपहरू पार्क गर्ने ठाउँ। पहिला चाहिँ यहाँ सिपहरू पार्क गरिन्थ्यो र सामानहरू ट्रान्सपोर्ट गरिन्थ्यो। त्यसैले चाहिँ यो ठाउँलाई हाफेन भन्ने गरिन्थ्यो। यहाँ चाहिँ अहिले आज चाहिँ मानिसहरूको भिडभाड छ। घाम लागेको छ। समरको महिना, अगस्तको महिना, लगभग अगस्तको पनि आधी भइसक्यो। अगस्तको महिना, त्यही भएर पनि मानिसहरूको चाहिँ यहाँ भिडभाड छ। आज फेरि चन्द्रग्रहण भएको कारणले गर्दाखेरि मानिसहरू चाहिँ
चन्द्रग्रहण हेर्नलाई पनि आउने मान्छेहरूको चहल पहल देख्न सकिन्छ। यहाँ चाहिँ बच्चादेखि लिएर बुढा युवा सबै प्रकारका मानिसहरू चाहिँ यहाँ देख्न सकिन्छ। यहाँ मेरो ठिक अगाडिपट्टि चाहिँ एउटा बच्चाहरू खेल्ने ठाउँ छ। यो ठाउँ चाहिँ विशेष बच्चाहरूको लागि बनाइएको छ। बच्चाहरू खेल्नको लागि बनाइन्छ। यहाँ चाहिँ बच्चाहरू आएर खेल्ने र समय बिताउने गर्दछन्। अनि अर्को रमाइलो कुरा भनेको चाहिँ यहाँ चाहिँ एउटा गार्डन करेसबारी जस्तो टाइपको छ। यो अगाडिपट्टि देख्दै गरेको चाहिँ करेसबारी हो। म यसको साइडमा चाहिँ साइकल चलाएर हिँडिरहेको छु। यो चाहिँ करेसबारी हो। यहाँ चाहिँ प्रायः जसो सबै देशका मानिसहरू चाहिँ तरकारीदेखि लिएर हरेक कुराहरू रोप्ने गर्दछन्। यसलाई चाहिँ यहाँ चाहिँ सिटीमा रजिस्टर गरेपछि चाहिँ सिटीले चाहिँ करेसबारी उपलब्ध गराउँछ र आफूले तरकारी रोप्नु पाइन्छ फ्रीमा। आज चन्द्रग्रहण भएको कारणले गर्दाखेरि चाहिँ मानिसहरू चाहिँ यहाँ चन्द्रमाले चाहिँ सूर्यलाई ढाक्ने भएको कारणले गर्दा चाहिँ मानिसहरूको चाहिँ यहाँ भिडभाड छ यो चन्द्रग्रहण हेर्नको लागि। र अहिले म पनि यहाँ आएर चाहिँ चन्द्रग्रहणको चाहिँ अवलोकन गर्नेछु। मानिसहरूको चाहिँ भिडभाड छ यहाँ चन्द्रग्रहणको लागि। चन्द्रमालाई चाहिँ सूर्यलाई चाहिँ चन्द्रमाले पुरै आज चाहिँ ढाक्ने भएको कारणले गर्दाखेरि चाहिँ चन्द्रग्रहण विशेष त यो चन्द्रग्रहणको छुट्टै विशेषता छ। यो चाहिँ पहिलोचोटि पहिलोचोटि भन्दा पनि योभन्दा अघिल्लोचोटि चाहिँ 1979 मा देखिएको रहेछ। अनि यो वर्ष देखिँदैछ 2026 मा। अनि त्यसपछि फेरि 20-22 वर्ष पछाडि फेरि देखिन्छ। अर्को चाहिँ 2059 सालमा भनेको जस्तो लाग्छ मलाई। म चाहिँ स्योर छैन तर चन्द्रग्रहण देखिँदैछ। त्यसैले मानिसहरूको चाहिँ यहाँ विशेष भिडभाड छ। यहाँको समय 8 बजे चाहिँ चन्द्रग्रहण देखिँदैछ। म चाहिँ अहिले यो हाफ एन्ड कफीमा आइपुगेँ। यहाँ चाहिँ अगाडि एउटा बार र क्लब टाइपको छ। यहाँ अगाडि चाहिँ मानिसहरू बसेर कफी पिउने बियर पिउने र चाहिँ यो अगाडि लाग्न लागेको चाहिँ ग्रहणलाई चाहिँ अवलोकन गर्ने लागि मानिसहरूको भिडभाड देखिन्छ। म पनि अब यहाँभन्दा अगाडि नबढिकन यहाँबाट फर्केर ग्रहणलाई चाहिँ हेर्नेछु। म चाहिँ अहिले यता छु। अब म फेरि अघि आएकै बाटोतिर फर्काउँदैछु। साइकललाई फर्काएँ। यहाँ चाहिँ अब बसेर चन्द्रग्रहणको चाहिँ अवलोकन गर्नेछु। यहाँ चाहिँ विशेष गरी इभिनिङमा मानिसहरूको साइक्लिङ गर्नेको भिड हुन्छ धेरै जसो, अथवा हिँड्ने मान्छेहरूको भिड हुन्छ। बनाइएको हुन्छ छुट्टै ठाउँ बनाइएको हुन्छ। मान्छेहरू हिँड्ने साइकल गर्ने आफ्नो लेन छुट्याएर बनाएको हुन्छ। अनि यहाँ चाहिँ सबै किसिमका मानिसहरू बच्चादेखि लिएर बुढा युवक जो होस् आएर चाहिँ यहाँ इभिनिङ वाक गर्ने, मर्निङ वाक गर्ने, समय बिताउने, बस्ने, बियर पिउने, कफी पिउने, साथीभाइ भेट्ने गर्दछन्। यहाँ ठाउँ बनाएर राखिएको हुन्छ, छुट्याइएको हुन्छ। म पनि प्रायः जसो इभिनिङमा समय भएसम्म चाहिँ यसरी साइकल लिएर बाहिर निस्किने गर्दछु। साइकलको छुट्टै लेन छ, त्यसैले पनि साइकल चलाउनको लागि खुबै रमाइलो हुन्छ। र मैले पनि अब पहिलोचोटि चाहिँ चन्द्रग्रहणलाई चाहिँ आँखाले अवलोकन गर्दैछु। खाली आँखाले हेर्नु हुँदैन, त्यसैले चस्मा लगाएर आएको छु। अब चाहिँ चस्मा लगाएर चाहिँ चन्द्रग्रहणको चाहिँ अवलोकन गरौँ है त। आज चन्द्रग्रहण होइन सूर्यग्रहण चाहिँ लाग्ने रहेछ। अगाडिपट्टि सूर्य देखिँदैछ अनि ग्रहण लाग्दैछ। अब चन्द्रमाले चाहिँ पूर्ण रूपमा चाहिँ सूर्यलाई ढाक्दैछ, त्यसैले सूर्यग्रहण। मैले चन्द्रग्रहण भन्दै थिएँ अघि, सूर्यग्रहण रहेछ। मान्छेहरूको भिड हेर्न सकिन्छ। यहाँ चाहिँ सूर्यग्रहण हेर्न आएका मानिसहरूको चाहिँ स्कुलदेखि बच्चाहरूलाई लिएर अगाडिपट्टि चाहिँ सूर्यग्रहण लाग्दैछ।
हेरौँ है त। म चाहिँ यहाँ अगाडिपट्टि सूर्य ग्रहण हेर्न आएको, उतापट्टि सूर्य देखिँदैछ, म चाहिँ यहाँ छु। सूर्य ग्रहणको अवलोकन गरौँ। अनि पहिलोचोटि मेरो जिन्दगीको सूर्य ग्रहण लाएको हेर्दैछु। अगाडिपट्टि चाहिँ हाफ एन्ड प्लेस देखिँदैछ। यो घरहरू नयाँ बनेका घरहरू हुन्। घरहरू अगाडिपट्टि चाहिँ हाफ एन्ड गार्डन, अघि मैले भनेअनुसार। तल्लोपट्टि शिवहरू पार्क गरिएको छ। ठाउँ रमाइलो छ। यहाँ चाहिँ मान्छेहरू टनाटन छन् सूर्य ग्रहण हेर्नको लागि। अनि यो ठाउँ सधैँ पनि चहल पहल हुने ठाउँ हो, तर आज विशेष छ। अगाडि सूर्य ग्रहण लाग्दैछ। आधी आधी जस्तो सूर्य देखिँदैछ। चन्द्रमाले चाहिँ सूर्यलाई लगभग आधी ढाकिसकेको जस्तो देखिँदैछ। अब केही बेरमै पूर्ण रूपमा अँध्यारो हुनेछ। यहाँ चाहिँ मान्छेहरूको भिड छ। यतापट्टि मान्छेहरूको भिड छ। म चाहिँ यता बसेर हेर्दैछु सूर्य ग्रहणलाई। हेलो सबैजनालाई नमस्ते। यो 1979 भएको थियो र अहिले 2026 भएको छ। अगस्ट आज 15 गते 2026। अब फेरि 20-22 वर्ष पछाडि हुनेछ। यो मेरो पहिलोचोटि सूर्य ग्रहण हेर्ने मौका पाएको छु मैले। सूर्य ग्रहण, चन्द्रमाले सूर्यलाई ढाक्दैछ पूर्ण रूपमा। कुनै एउटा स्कुलले चाहिँ विद्यार्थीहरूलाई लिएर आएर चाहिँ यहाँ सूर्य ग्रहण देखाउँदैछ जस्तो लाग्यो मलाई। कुन स्कुल हो त्यो चाहिँ मलाई थाहा छैन, तर स्कुलले विद्यार्थीहरू देख्न सकिन्छ। सायद उनीहरूलाई पनि पहिलो अनुभव हुने भएको कारणले गर्दाखेरि चाहिँ यहाँ स्कुलले विद्यार्थीहरूलाई लिएर आएर चाहिँ यहाँको एउटा जर्मन स्कुलले चाहिँ देखाउन लागेको जस्तो लाग्यो मलाई। म चाहिँ यता छु सूर्य ग्रहण अवलोकन गर्दै। यो ओपन भएको हाफ एन्डमा बसेर र अगाडिपट्टि चाहिँ सूर्य ग्रहण। अब केही बेरमै पूर्ण रूपमा सूर्य ग्रहण भएको देख्न सकिन्छ। सूर्य ग्रहण, चन्द्रमाले सूर्यलाई ढाकेको भएर सूर्य ग्रहण। अँध्यारो हुन थालिसक्यो। अहिले 8:15 बजेको छ समय। 8:15। नर्मली 8:15 बजे समरमा चाहिँ यहाँ उज्यालै हुन्छ, तर अहिले चाहिँ पूर्ण रूपमा अँध्यारो हुन लागिसक्यो। देखिँदैछ अगाडि सूर्य ग्रहण। सूर्य ग्रहण हेर्ने मानिसहरूको भिडभाड छ यहाँ चाहिँ।
सूर्यग्रहण सकिसक्यो मान्छेहरू चाहिँ अब घरतिर जाँदैछन् अनि फेरि अघि अँध्यारो भइसकेको फेरि चाहिँ उज्यालो भयो मान्छेहरू चाहिँ सबै तितर लाखापाखा लाग्यो अब म पनि घरतिर जाँदैछु यो अनौठो क्षणको अवलोकन गर्न पाउँदा साह्रै नै मजा आयो भर्खरै सूर्यग्रहण लागेको थियो अहिले दिनचर्या चाहिँ यसरी बित्दैछ जर्मनीमा बिहान उठेर काममा गयो अथवा घर बसेर काम गऱ्यो प्रायः जस्तो मेरो चाहिँ होम अफिसै हुन्छ मेरो वाइफको चाहिँ बिहान 3 बजी उठेर चाहिँ काममा जानुपर्ने हुन्छ उनी चाहिँ अहिले सुतिसकिन् म चाहिँ अहिले सूर्यग्रहण हेर्नको लागि बाहिर आएको थिएँ अब फर्काउँदैछु अब गएर सुपरमार्केटमा गएँ केही किनेर चाहिँ आज बेलुकाको खानाको लागि चाहिँ केही किनेर लैजानुपर्ने छ काम भएको बेलामा काम गऱ्यो अरू बेलामा यसरी साइकल लियो हिँड्यो यहाँको विदेशी जिन्दगी यस्तै छ देख्दाखेरि रमाइलो छ तर आफ्नो ठाउँमा सबैको दुःख सुख सबैको आफू हुन्छ तर दुःख गरे अनुसारको जिन्दगी पनि यहाँ चाहिँ बित्छ अगाडिपट्टि यस्तो खालको बच्चाहरू खेल्ने स्पिल प्लाज भन्छ यसलाई चाहिँ स्पिल प्लाज छ मान्छेहरू बसेर रमाइलो गर्ने ठाउँ छ अगाडिपट्टि यहाँ अगाडिपट्टि चाहिँ यो ठुलो क्रेन छ यो ठुलो क्रेन पहिला चाहिँ यसले चाहिँ गिटी बालुवाहरू बोक्ने काम गर्थ्यो अगाडि क्रेन छ अगाडिपट्टि मान्छेहरू छन् यहाँ साह्रै रमाइलो छ यहाँ अगाडिपट्टि चाहिँ मान्छेहरू बसेर चाहिँ रमाइलो गर्ने ठाउँ छ अगाडिपट्टि बेलुकाको इभिनिङ समयमा इन्जोय गर्ने बसेर बियर पिउने साथीभाइहरूसँग भेटघाट गर्ने परिवार लिएर आएर इन्जोय गर्ने ठाउँ छ यो ठाउँ साह्रै रमाइलो छ यहाँ अगाडिपट्टि चाहिँ यस्तो छ यो ठाउँ यो अगाडिपट्टि देखिएको चाहिँ आफ्नो सिटी हो यहाँ चाहिँ मान्छेहरू बसेर चाहिँ भेटघाट छ अगाडिपट्टि चाहिँ कफी अथवा पिज्जा खाने ठाउँ छ बसेर चाहिँ रेस्टुरेन्ट छ यहाँ चाहिँ रमाइलो छ बेलुका साँझको समय 9 बज्न लाग्यो अनि यहाँ मान्छेहरूको भेटघाट छ अहिले चाहिँ म यो मेन बाटोमा आइपुगेँ यो मेन बाटोमा यो देखिएको अगाडिको चाहिँ यहाँभन्दा उतापट्टि चाहिँ त्यो देखिएको ठाउँभन्दा उतापट्टि चाहिँ गाडीहरू चाहिँ बिस्तारै चलाउनु पर्ने हुन्छ म्याक्सिमम् 7 किलोमिटर पर आवर किनभने त्यहाँ चाहिँ बच्चाहरू खेल्ने हिँड्ने ठाउँ भएको कारणले गर्दाखेरि चाहिँ 7 किलोमिटर पर आवरमा चलाउनु पर्ने छ त्यही फेरि फर्केर जाँदैछु देखिन्छ गाडीहरू पार्क गर्ने ठाउँ छ यहाँ अगाडिपट्टि चाहिँ यो ठुलो सपिङ सेन्टर छ यहाँ अगाडिपट्टि देखिँदैछ यो सपिङ सेन्टरलाई चाहिँ नेभर भनिन्छ अनि औषधि पसल छ अब यहाँबाट उता चाहिँ जम्मा 7 किलोमिटर पर आवर चलाउनु